ल है साथी हो रोमानियाको जङ्गलमा ऐसेलु टिपेर खाँदै ल हेर्नु ल धन्यवाद। जङ्गलले टिपेर दिएको छ कालो अङ्गुर टाइपको ऐसेलुहरू। हाम्रो जङ्गु चाहिँ के गर्दै हुनुहुन्छ? ऐसेलो खाँदैछ ऐसेलो। स्वादिलो छ है, मिठो छ। अङ्गुर जस्तै गुलियो क्या। नेपालमा त पहिलो खालको मात्रै देखेको थिएँ मैले, यस्तो त देखाएको थिएन। ऐसेलुको पात यसको मासु नि मिठो हुन्छ है। यहाँको हावापानी र फलफुलहरू मलाई त साह्रै मिठो लाग्यो हो, राम्रो लाग्यो हो। रोमानियासँग लभ पर्यो, रोमानियाको ऐसेलुहरूसँग लभ पर्यो, स्याउसँग लभ पर्यो। फ्रीमा खान पाएछ होइन, खाइदिउँ। यम्मी। थरी थरी कलर मलाई चाहिँ ब्ल्याक मन पर्यो हौ। गोरे गोरे मुखड़े पे काला काला चश्मा, तौबा खुदा खैर करे, खूब है करिश्मा, खूब है करिश्मा। गोरे गोरे मुखड़े पे काला काला चश्मा, टिक चिक टिक चिक टिक चिक टिक चिक। हे गोरे गोरे मुखड़े पे काला काला चश्मा, टिक चिक टिक चिक। तौबा खुदा खैर करे, खूब है करिश्मा, खूब है करिश्मा। गोरे गोरे मुखड़े पे काला काला चश्मा।
प्रतीक्षा गर मेरी मायालु, समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ भन्ने गीत थियो। त्यो भने जस्तै मलाई त्यहाँ रोमानियाको जङ्गलमा पो पुऱ्यायो त्यो साथी हो। ए यस्तो ऐसेलले टिपेर खाँदै मस्ती छ मस्ती। के हो जङ्बु सर? आलु बोखडा हो र? यस्तो कलरको नि आलु बोखडा हुँदो रहेछ? नेपालमा त पहेँलो खालको हुन्थ्यो होइन? यस्तो त हुन्थ्यो नेपालमा नि, तर यो त अङ्गुर जस्तो देख्यो क्या, कालो खालको अङ्गुर क्या। ल अचार खान आउँछ, अमिर छ भन्नुभयो हो रहेछ, अमिर रहेछ। यो अचार खान आउँछ ल, अचार खान लाने हिँड्छौँ। पानी बनाउन सस्तो छ हो केटा हो। टिप्दैछ आलु बखडा, यो अमिलो खालको अचार खानलाई हुन्छ। त्यस्तो अङ्गुर फिला। ल झोलामा चलेछ बतासे रे। आहा कति सरर हावा चलेको हेर्नु त। पिपलको बोटहरू हल्लिरहेको छ। अक्सिजन भरपुर मात्रामा लिँदै लाग्छन्। लामै हाल्यो, लामोमा धेरै एड बज्छ क्या। 8 मिनट भन्दा कम भिडियो हाल्नु हुँदैन। 8 देखि 10 सम्म ठिक हुन्छ। फोटो भिडियो धेरै हेर्छन् नि केटाहरूले मुत्याउँदा हुँदैन नि यहाँ। दिनमा एउटा हाल्ने तर फोटो हाल्नु त्यसरी थियो जस्तो लाग्यो नि त यहाँ पिलरहरू छ त्यहाँ। पहिला
ढल हो यो डल होइन उनीहरूले त्यत्तिकै राखेर छ ढलै रहेछ फेरि जाहरू छ यहाँ फेरि पहेँलो आलु बोखडा थरै थरै छ यार यो गुले होला त यो जङ्गलले भित्र जान्छ हामीले ठुलो गुले छ त उत्ताबाट बहुत पर क्या हो त्यो आलु बोखडा कति खाने केटा हो पहेँलो यस्तो सानो छ तै पनि गुले छ यार लमजुङ्गे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर स्याउ टिप्नतिर लाग्दैछौँ यता छैन हो यो के रहेछ फेरि ए स्याउ नै रहेछ नि यो त ल हेर्नु चक्लेट स्याउ साथी हो के को जाली रहेछ फेरि त्यो खस्यो स्याउ खस्यो केटा हो साथीहरू ल मजाको स्याउ खसेको छ यहाँ नै भर्खरै खसे जस्तो लाग्छ खस्यो अमिलो हो र कस्तो रहेछ खाएर ल न साथीहरू रोमानीको अर्ग्यानिक स्याउ रसिलो के अर्ग्यानिक भन्दा अर्ग्यानिक हो के फ्रेस भनेको फ्रेस हो के
छ बुले उता स्याउ भेटाएको छ उतैतिर लागौँ होला प्रकृतिसँग रमाउनु हुने यो हो के साथी हो प्रकृतिसँग एकाकार हुनु भनेको यही हो आनन्दले कन्दमुलहरू खाँदै ए किवी पो हो वाह ल काटै छैन भनेर महँगो चिज हो यार यो किवी भन्नु त धेरै महँगो चिज हो नि ल केटा हो किवी पनि रहेछ यार काटै छ ओ माथि एउटा हे किवी हो र यो हो हो रहेछ जङ्गल बेरी हन्ट भनेको यही हो केटा हो साथी हो हम आज ऐसे ही खाएंगे और खाते रहेंगे स्याउ भी खाएंगे आलू बुखड़ा भी खाएंगे अरे मोटू पतलू अरे साय केटा हो हरे छ तर हरियो पनि भुले छ यो